हाँ लोड दे भाइ लोड ला जुत्ता चिम्दिन न गाइस हामी टक्क गणेश पार्कमा घुम्दा घुम्दै गर्मी भयो अरे सबैजनालाई हामी शीतलमा हेर्नुहोस् त के यत्रो मान्छेहरू मेलाभन्दा बढी यहाँ मान्छेहरू थुप्रो आउँदो रहेछन् मलाई त थाहा थिएन कसोटी आएँ म त हेर्नुहोस् तपाईहरु पनि आउनुहोस् यस्तो राम्रो राम्रो केटीहरू पनि आउँदो रहेछ यहाँ त ओ माई गड के गरेर होला त्यो केटीहरूले हजुर हजुर भन्नुहोस् त के रोग लाग्यो तपाईँलाई के रोग होला यो तपाईँहरूलाई थाहा भएको भयो भनिदिनु पर्यो मलाई त थाहा भएन के रोग लाग्यो हाम्रो दिजुलाई तपाईँहरू अब यो भनिदिनु पर्यो कसैले थाहा छ भने है ओहो यो त गाह्रो कस्तो खालको रोग रहेछ यो त यो भनिदिनु पर्यो हेर्नुहोस् मलाई पनि एउटा रोग लागेको छ यस्तो यहाँ टक्क राम्री राम्री केटीहरू देखेपछि हेर्न मन लाग्ने रोग हेर्नुहोस् त यो केटीहरूलाई कसले जन्मा होला ओहो यस्तो मान्छेहरू हेर्नुहोस् त ल यस्तो रमाइलो ठाउँ छ हेर्नुहोस् अब तपाईँहरू सबैजना आएर एकचोटि यहाँ गणेश पार्कमा अवलोकन गर्न नछुटाउनु होला एकदम स्वर्ग जस्तो ठाउँ हेर्नुहोस् यो ल सबै एकचोटि अनिवार्य आउनै पर्ने ठाउँ हो यो हेर्नुहोस् त पानी छ ओ माई गड कसरी बनाएको होला यो पानी यसरी मान्छेहरू घोडा हेर्नुहोस् त घोडा पनि छ ओहो ल भान्जी कस्तो लाग्यो तिमीलाई गणेश पार्क राम्रो छ तिमीलाई चाहिँ के गर्न मन छ यहाँ अब घोडा चढ्न मन छ कि पौडी खेल्न मन छ कि टक्क त्यस्तो त्यो आन्टीको जस्तो कपडा लाएर फोटो खिच्न मन छ कि के छ तिमीलाई भन त घोडा चढ्न मन छ ए ठिक छ अहिले चढ्नु पर्छ घोडा ल त्यो उड चढ्दैन तिमी हेर त त्यहाँ उडमा चढ्ने होइन उड हो कि होइन उड होइन जेब्रामा चढ्ने हो अनि हजुरलाई चाहिँ कस्तो लाग्यो गणेश पार्क मम्मी किन कस्तो राम्रो लागेन राम्रो छैन राम्रो छ ल सबैजना एकदम यहाँ आउनु पर्यो होइन ए कता हिँडेको बिजुली बालेर हेर्नुहोस् त यहाँ त राम्रा मान्छेहरू कस्ता कपडालाई हेर्नुहोस् त ओ माई गड के हो यस्तो